गए हम सर को थैंक यू बोलते लास्ट में, थैंक यू। पर हम टच करने वाले टच अब आउँदैछ मम्मी। एकदम भारी हुने चाहिँ यो आँखाहरू चाहिँ खस्ने जस्तो हुन्थ्यो मलाई। यो पहिला पनि भएको थियो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत गर्दै आजको मेरो नयाँ भ्लग फेरि सुरु गर्न जाँदैछु। तपाईँहरू के कस्तो हुनुहुन्छ? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु भन्दै आशाका साथ मैले आफ्नो भ्लग स्टार्ट गर्दैछु। अब म उठेँ अनि चाहिँ मेरो बाबु चाहिँ यहाँ पढिरहेछ, किनभने हिजो उसको खेल्नमा बिजी भएर राम्रोसँग यो आज कम्प्युटरको इक्जाम छ नि त, उसको लागि राम्रोसँग लर्न भएको छैन। त्यही भएर बिचरा मेरो छोरा हिजो राति नि 11:30 बजे सुतेको पढेर, सुत भनेको, तर उसले लर्न भएको थियो नि त। त्यही भएर बिहान नै उठेर बुक लिएर लर्न गर्दैछ। एकछिनपछि चाहिँ हामी चाहिँ इक्जाम दिन जाने हो जिदानको। अब म चाहिँ किचनतिर लागेँ। अनि बिहान उठेर चाहिँ मेरो के काम हुन्छ भनेपछि किचनमा गएर छोराको लागि नास्ता बनाउनु पर्यो। अब चाहिँ म किचनमा आएको, पर्दाहरू खोल्नु पर्यो है। बिहान हिजो राति बन्द गरेर सुतेको रग गनाउँछ नि त। अब बिहान चाहिँ मैले के बनाउँदैछु भनेपछि यो चाहिँ मैले आँटा हिजो नै गुनेर राखेको फ्रिजमा। बिहान उठ्दा चाहिँ एकदम ढिलो हुन्छ नि त, स्कुल जान उसलाई रेडी गर्न अनि खिलाउन, अनि यसरी आँटा गुनेर राखेको छु। बिहानको सुरुवात चाहिँ मेरो किचनदेखि नै हुन्छ है। बिहान चाहिँ मैले पराठा बनाउनु लाग्यो। अब यो घिउ चाहिँ यसो जमेको हुन्छ नि त है, अनि चाहिँ पराठा हाल्दैछु। यसमा तताएर चाहिँ यस्तरी हालिदिन्छु क्या। बिहान 7 बजे पराठा चाहिँ पाकिसकेको छ उषा थापाको घरमा। ल अब 2टा पराठा चाहिँ रेडी भइसकेको छ। अब हाम्रो सरलाई चाहिँ सोध्नुपर्छ क्या केसँग खाने भनेर, सब्जीसँग खाने कि ज्यामसँग खाने कि होइन अन्डासँग खाने। उसलाई नै सोधेर बल्ल यसमा हालेर लगाउनुपर्छ, नत्र भने उसले खाँदैन कि जे पाए त्यही। ल साथीहरू, मेरो बेड पनि मिलाइसक्यो। मलाई चाहिँ बिहान चाहिँ एकदम हतार हुन्छ, तर पनि मलाई के छ मेरो बानी भनेपछि बिहान म उठेर कहीँ जाँदाखेरि मलाई जति पनि ढिलो भयो नि, तर मलाई चाहिँ आफ्नो बेड चाहिँ टक्क मिलाएर हिँड्नु मनपर्छ। अब चाहिँ म रेडी हुन लाग्यो, जिदान रेडी भइसकेको छ। अब चाहिँ हामी स्कुलको लागि लागेको। मेरो मामा स्कुटी निकाल्दै हुनुहुन्छ अहिले। के भन्दैछ तिमी? म भन्दैछु कि हजुर स्कुटी निकाल्दै हुन्छ नि। स्कुल जाने स्कुटी। म चाहिँ मामुको के हो भनेपछि क्यामेराम्यान हो कि न। म चाहिँ मामुको क्यामेराम्यान हो। वर्ल्डको सबसे बेस्ट क्यामेराम्यान हो म। कम्प्युटरको है सबैजनाले जिदाललाई चाहिँ बेस्ट अफ लक भनिदिनु है। म चाहिँ जिदाललाई छोडेर स्कुलमा छोडेर सिधा कता आउँछु भनेपछि सिधा योगा क्लास आउँछु। खासमा चाहिँ बिहान गर्दा चाहिँ राम्रो हुन्छ योगा, मलाई टाइमै हुँदैन नि त। अब उसलाई नास्ताहरू खुवाउँदा उसलाई स्कुल पनि छोड्नुपर्छ। त्यही भएर चाहिँ हामी चाहिँ 8 बजेको योगा क्लासमा आउनुपर्छ। अब म चाहिँ योगा क्लासको भित्र जाँदैछु। अर्को योभन्दा अगाडिको बेच चल्दैछ नयाँ अर्को क्लास, त्यसपछि हाम्रो चल्छ। यो चाहिँ हाम्रो योगा क्लासको अगाडिको भइहाल्यो। अनि यहाँ चाहिँ सरले पूजा गरिसक्नु भएको रहेछ। चाहिँ आज हाम्रो चाहिँ
ब्याक डे हो आज चाहिँ मेरो लगभग 2 हप्तापछि मैले ब्याकको योगा गर्दैछु अब के हुन्छ है आज अनि चाहिँ हाम्रो म्यामले भनेको यो दुईवटा ब्लक्स चाहिँ योगा गर्नुभन्दा अगाडि यसरी यहाँ आफ्नो सिटको अगाडि राख्ने अनि त्यसपछि चाहिँ एउटा यो बेल्ट भइहाल्यो मलाई लाग्दैछ आज पक्का पनि यो बेल्ट अरू यो ब्लक चाहिँ आज युज हुन्छ होला है अनि जति पनि जो यो योगाको पोज छ यो चाहिँ सबै मैले पछि सबै योगा सिकिसकेपछि यो सब गर्ने सोचिरहेको छु के हो अब म चाहिँ यो स्ट्यान्डमा सेट गर्दैछु आफ्नो मोबाइल अनि त्यसपछि मैले भिडियो बनाउनको लागि Sitting in a comfortable pose, Siddhasana, Padmasana. Half Padmasana, straight your spine. Look up, chin up, close your eyes. Mudra Mudra. Deep breathe in, and deep breathe out. Deep inhale, and deep exhale. 3 times, chant, deeper, louder and clear. Inhale, then start. Padena vacha. Both palm in front of your chest, front of your Namaskar, of the palm. Apply your eyes. You face your whole body. Namaste, Asana, Surya, Nidra. Twisting on Sukhasana, twist करेंगे. 1, 2, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. Put from side. 20. 10. Side change करेंगे. Side change. 1, 2, 3, 4, 5, 6, 7, 8, 4, 5, 6, 7, 8, 9, 14, 15, 16, 17, 18, 19, 20. Up, look up, hold 1, look up, 2. पैर पकड़ो मेरे, चिन मत लगाना, चिन मत लगाना, बहुत बढ़िया, पैर पकड़ो टाइट, 1, चिन हिला दो मत बिल्कुल, 2, 3, 4, लंबा सांस छोड़ो, 5, 6, 7, 8, 9. बहुत अच्छा थोड़ा बचा है सब छोड़ दो अब आउँदैछ ममताको पालो अभी लगने वाले थे आपके तो आप पैर पकड़ो मेरे होल्ड करो 1, 2, 3, 4, आपकी बॉडी सही कर 5, 6, 7, होल्ड सीधी तरफ आगे पैर नहीं ले जाओ ठीक है ना रूही करा दे बहुत बढ़िया हाथ मोड़ो आराम से अब धीरे धीरे चलो हाथ से चलो बहुत बढ़िया थोड़ा आगे 2, 3, 4, 5 बहुत बढ़िया 6 पैर पकड़ने की कोशिश करो 7 और नीचे जाएंगे आप 8, 9, 10 थोड़ा सा और नीचे ले जाओ हाथ जाएंगे 11, 12, 13, 14 पैर पकड़ो 15. अब ममता की बारी ब्लॉक हाँ ये हमारा योगा सर है आराम से एक हाथ लाओ ऊपर लाओ धीरे से अगर नहीं पकड़ा जा रहा कोई दिक्कत नहीं आराम से बस नहीं पकड़ो बहुत डाउन जाओ
Fine. बहुत deep. आराम से जब धीरे धीरे 3 4 5 6 धीरे धीरे हात तल गर्नु दिदी 8 आफ्नो उंगलीहरु चलाउनु दिदी तल 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 माथि नि तल यहाँ चलाऊ चलाऊ पुग्ने वाला छ 13 14 नहीं ये है पैर सर मत करो 16 17 18 19 इस बार हम टच करने वाले टच रुको एक लो घुमाओ दूसरा हाथ घुमाओ आराम से धीरे धीरे चलो नीचे चलो चलो नीचे हात चलानु दिदी उंगली तलको तरफ तल माथि गइरहेछ हजुर तल तल यहाँ यस यस पुग्ने वाला छ पुगिगयो हो गया 7 8 9 10 स्ट्रेंथ आ जाएगी इससे फिर जाके सर इनको एक और बार कराना करे दीदी एक्चुअली मेरा बनाया था कि ना वाला बनानू मेरे फोन हाँ ठीक है हाथ ऊपर करे हाथ जाओ आराम से जाओ बहुत आराम से चलो आगे चलो हाथ अगाडि को तरफ आओ दीदी और बस स्टील करो कोई 1 2 3 4 5 ऊपर उठना उठो आप बहुत बढ़िया नाइस बहुत सही आप कर लो हमारा योगा खत्म हो गए हम सर को थैंक यू बोलते लास्ट में थैंक यू सर यो यस्तो लिएर आएँ अनि त्यसपछि यो मैले खास आम्ला अरू यो बिटरुटको बिहान खाली पेटमा यसको जुस बनाएर खाने गर्छु किनकि यसले स्किनलाई पनि ग्लो गर्छ अनि पेट पनि सफा गर्छ क्या यसले मेरो अनि त्यसपछि आज चाहिँ मैले त्यसपछि यो पपिता खानेछु अनि त्यसपछि यस्तो यो सुप खानको लागि यस्तो साग पनि लिएर आएँ आज चाहिँ मेरो यो बिटरुट र आम्लाको जुस छ ब्रेकफास्टमा अनि त्यसपछि मसँग छ एउटा पुरा बल पपैयाको अनि सुरुमा चाहिँ म यो खान्छु अनि यो चाहिँ बिटरुट अलिकति गनाउँछ अनि आम्ला चाहिँ अलिक अमिलो अमिलो हुन्छ नि त त्यो अमिलो चाहिँ म धेरै खान सक्दिनँ त्यही भएर म एकैचोटिमा खान्छु कि यसलाई अब भन लिएर आएँ स्कुलदेखि अनि त्यसपछि आफ्नो नास्ताहरू चाहिँ खाएँ अब एकछिन म रेस्ट गर्छु 15-20 मिनट जस्तो यस्तो पल्टेर अनि जिदानले चाहिँ एकछिन मोबाइल चलाउँछ अरे ल तिमी भन तिम्रो इक्जाम कस्तो गयो आज राम्रो एकदम राम्रो गयो नि मेरो सोना त कति गुड बाई छ हिजो नै जिदानलाई लर्नै भएको थिएन कम्प्युटरको लर्नै भएको थिएन कति के अरे 11:30सम्म जिदानले लर्न गरेर बस्यो अनि म चाहिँ अब मलाई पनि निद लागिरहेको थियो फेरि म सुत्यो भने त जिदानलाई पनि झ्याउ लाग्छ नि त त्यही भएर म फेरि जिदानको साइडमा यस्तो बसेर हेरेँ है अनि मेरो सोनाले कति राम्रो इक्जाम दिएर आएछ नि आज 3टा इक्जाम गइसकेको छ जिदानको जिदान चाहिँ एकदम मेरो गुड बाई मेरो गोल्डन बोय हो मेरो डायमन्ड हो यो डायमन्ड हो नि कति क्युट छ नि मेरो चाहिँ दिनको खाना पनि पाकिसकेको छ तपाईहरुलाई देखाउँछु मैले के पकाएँ आज दिनमा भनेर अनि यो चाहिँ दिनको खाना छ यो चाहिँ हाम्रो भिन्डी भइहाल्यो चाहिँ हाम्रो दाल अनि यो चाहिँ सलाद अनि यहाँ चाहिँ भात पाएको छ अब म चाहिँ पस्किन लगाएको थालीमा त्यही मेरो खाना चाहिँ रेडी भइसक्यो अनि यो चटनी अन्त यो भिन्डी र अनि त्यो रातो खुर्सानीको हल्का त्यो के भन्छ जिरा हालेर फ्राई मात्रै गरेको अनि यो चाहिँ मिक्स दाल
अनि यो चाहिँ सलाद भइहाल्यो। मसँग चाहिँ काँक्रा खिरा थिएन, यो प्याज र अनि यो गाजरलाई काटेँ। अनि यो चाहिँ मेरो भात। आजको चाहिँ दिनको मेरो खाना चाहिँ यही नै हो है, एकदम सिम्पल तरिकाले बनाएको खाना। अब चाहिँ म कहीँ जाँदैछु। कता जाँदैछु भनेपछि मलाई चाहिँ कति दिन, एक हप्ता जस्तो भयो कि यो चाहिँ गएको वर्ष पनि मलाई यस्तै भएको थियो। अनि त्यसपछि मेरो चाहिँ ट्रिटमेन्ट भयो, त्यसपछि मेरो ठिक भयो। के हुँदैछ भने चाहिँ जस्तो यो आँखाहरू भयो नि, यो आँखा दुईवटा आँखा, अनि चाहिँ मेरो चाहिँ एकदम भारी हुने, अनि चाहिँ मलाई हिँड्दाखेरि पनि गाह्रो हुने कि, अनि यस्तो चक्करहरू लागे जस्तो हुने। अनि त्यसपछि योगाहरू गर्दाखेरि पनि एकदम त्यो केही पनि योगाहरू कुनै पनि गर्दाखेरि चाहिँ स्ट्रेचिङहरू गर्दाखेरि चाहिँ एकदम मेरो यो आँखामा आउने कि प्रेसर पुरा आँखामा। अनि यो चाहिँ आँखा एकदम भारी हुने, चाहिँ यो आँखाहरू चाहिँ खस्ने जस्तो हुन्थ्यो मलाई। यो पहिला पनि भएको थियो गएको वर्ष। अनि त्यसपछि चाहिँ मेरो आँखाको चेकअप भयो होइन। अनि त्यसपछि फेरि चेकअप गरिसकेपछि चाहिँ मेरो आँखाको लागि चस्मा दिएको थियो। त्यो चस्मा चाहिँ मैले लाएँ कन्टिन्यू होइन, 6-7 महिना लाएँ। बिचमा चाहिँ मेरो के भयो भने चाहिँ मेरो चस्मा टुट्यो। अनि त्यसपछि चाहिँ मैले फेरि लाउन छोडिदिएँ कि, अनि ठिक भइहाल्यो होला भनेर मैले लाउन छोडिदिएँ। अनि त्यसपछि फेरि अहिले फेरि त्यस्तै भइरहेको छ। त्यही भएर म चाहिँ यसको लागि यो आँखाको चाहिँ कता राम्रो छ 1-2जनालाई सोधेर म त्यही जाँदैछु आँखा चेकअप गर्न। अनि के भएको छ होइन, पहिला पनि मेरो अलिकति माइनस भएको थियो, धेरै थिएन, अलिकति मात्रै। अनि त्यसपछि त्यो चस्मा लगाएपछि मलाई ठिक भएको थियो। अहिले फेरि त्यस्तै हुनाले फेरि म जाँदैछु आफ्नो आँखाको चेकअप गर्न के कस्तो। अनि मैले 1-2जना यहाँको दिदीहरूलाई सोधेँ, अनि यता राम्रो छ भनेर भन्नुभएको छ। अनि चाहिँ मेरो साथीलाई मैले जाऊँ न आज मेरो आँखा चेकअप गर्न भनिरहेको छु। अनि त्यसपछि हुन्छ भनिरहेको छ उसले। अब कता राम्रो हुन्छ, अनि धेरै छ यहाँ आँखाको चेक। बिचमा मैले यता पनि चेक गरेको थिएँ, तर उसले चाहिँ केही छैन त्यस्तो आँखामा भनेर मलाई चाहिँ चस्मा नै बनाइदिएन। म चाहिँ एउटा चाहिँ अर्को एउटा राम्रो ठाउँ छ भन्ने सुनेको छु, त्यही जाँदैछु। मलाई यो पनि अच्छा दिदी खानु है त लगाएर। यो मलाई अच्छा लाग्यो। त्यो हजुरलाई कस्तो लागेछ? मतलब ठीक, मतलब ज़्यादा अच्छा यो लाग्यो हजुरमा। हाँ लगाओ दोबारा, दिखानु है त। हाँ मलाई यो अच्छा लागिरहेछ। हजुर देख